गलत काम गर्दा यो विश्वमा कस्ता कस्ता तानाशाहीलाई त्यो जेल हालेको छ। सद्दाम हुसेन, गद्दाफी, निकोलस मदुरो जस्तो त जेल गएका छन् भने तिमीहरूको बा चाहिँ नि मङ्गल ग्रहबाट झरेको एलियन हो र समात्नै नमिल्ने। आज बसेको मन्त्री परिषदको बैठकले पहिलो निर्णय गर्दै चाहिँ यो कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने र यी अभियुक्तहरूलाई चाहिँ समात्ने भनेर गरेको निर्णयप्रति हाम्रा अहिले एमालेका झोलेहरू जो चाहिँ नि सबै कार्यकर्ताहरू उफ्रेर सामाजिक सञ्जालमा चाहिँ स्ट्याटस लेख्दै अब यो देशमा चाहिँ नि आगो बाल्ने, यदि चाहिँ नि केपी ओलीलाई छोयो भने हामी चाहिँ गएर यिनीहरूलाई द्वन्द्व निम्ताउन खोज्दैछन् भन्ने किसिमको जुन चाहिँ यिनीहरूले अभिव्यक्ति दिइरहेछन् यो एकदमै अराजक किसिमको चाहिँ अभिव्यक्ति हो। त्यही भएर साथीहरू तयार भएर बस्नुहोस् कि यस्ता मान्छेहरू अगाडि आयो भने तपाईँहरू अब बालन सरकारले यिनीहरूलाई चाहिँ भाटे कारवाही गर्नुपर्छ। यिनीहरूलाई अब जेल एउटा ठुलो बनाएर यिनीहरूलाई जेलभित्र लगेर भाटे कारवाही नगरेसम्म सुध्रिनेवाला छैनन्। अब पनि यिनीहरूले देशभित्र द्वन्द्व निम्त्याउने, देशभित्र अराजकता चाहिँ ल्याउने स्थिति उत्पन्न गर्न खोज्यो भने चाहिँ त्यतिखेर चाहिँ निर्मम भन्दा निर्मम हुनु चाहिँ एकदम जरुरी छ। त्यही भएर बालन सरकारलाई मेरो सुझाव छ, एउटा बलियो कानुन ल्याऊ, जसले यस्तो काम गर्छ त्यसलाई 6 महिना जेल हाल, ढुङ्गा फोर्न लगाऊ होइन। त्यसपछि यस्ता मान्छेहरूलाई चाहिँ यस्तो सबक सिकाउनुपर्छ, यिनीहरू जिन्दगीमा यस्तो गल्ती कहिले पनि नगरून्। त्यही भएर सबैजना योपालि सजग हुनु जरुरी छ, यसले कहीँ द्वन्द्व ननिम्त्याओस् साथीहरू, यही भन्न चाहन्छु।